Hello, namaste friend. Welcome back to my channel. This is me JIW and G1 aka G121 How are you all guys? I hope you guys are doing very well. म पनि fit and fine छु. Thanks to Lord. अनि हजुरलाई मेरो भिडियो कस्तो लाग्दैछ? आशा गर्छु मेरो भिडियो तपाईलाई मन पर्दैछ होला. यदि तपाईलाई मेरो भिडियो मन पर्छ भने लाइक, शेयर, कमेन्ट एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला. आज चाहिँ हामी सपरिवार मिलेर फातिमासम्म जाँदै छौं. म मेरो श्रीमती छोरी सुनिल फुलामो अनि अमन है. Let's enjoy the video. हामीहरू क्वार्टेरा बस पार्कबाट पाउने 6 बजे बस चढ्यौं. हामीहरूलाई बस लिन आएको थियो. हामीहरू प्याकेजमा घुम्न जान लागेको हौं. आज चाहिँ हाम्रो यात्रा फातिमासम्मको छ. जमी बाजे बजे Tika buka dong kami. क्वार्टेराबाट लिएर आएको बसले हामीलाई अलुफेरामा ठुलो बसमा शिफ्ट गराएर हाम्रो यात्रालाई फेरि हामीले सुचारू गर्दैछौँ. अहिले हामी A22 हाइवेमा हिँड्दैछौँ. तपाईहरु स्क्रिनमा देख्न सक्नुहुन्छ अहिले भर्खरै मात्र सूर्य उदय भएको छ. यो सूर्य उदयको मनमोहक दृश्य अवलोकन गर्दै हाम्रो यात्रा हामी अगाडि बढाउँदै छौं. सो अहिले चाहिँ हामी आधी घण्टाको ब्रेकमा छौं हैन. चाहिँ कफी सफी खानलाई यसो रेस्ट गर्नलाई क्याफेटेरिया अलमोस्ट सबै जस्तो बसहरू आएर टक्क प्रोपरली हामी रोक्ने रहेछ रेस्ट गर्ने बस ट्रकहरू है. सो अहिले चाहिँ हामी खाजा खाने ठाउँमा हो. देख्न सक्नुहुन्छ हामीहरू यसरी बनाना खाँदैछ. छैन केही पनि बनाना खाऊ 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 हावा गर. छैन अरू त केही छैन. अरू छैन केही के नदेऊ के छैन. सो अहिले चाहिँ हामी खाजा खाएर ब्याक टु फेरि यता जान्छौँ. जेमी टुक्याएर जेमी हाई. सो हामी हाम्रो आधी घण्टाको ब्रेकपछि हाम्रो यात्रालाई फेरि सुचारू गर्दैछौँ. अहिले हामी अलगाव र अलेन्तेजुको बोर्डरमा छौँ. अलगावलाई छोडेर हामी अलेन्तेजुमा छिर्दैछौँ.
पोर्चुगलमा 200 भन्दा बढी प्रजातिका अङ्गुरहरू पाइन्छन् र ती अङ्गुरबाट विभिन्न प्रकारका वाइनहरू उत्पादन गर्दछन्। तीमध्ये अलेन्टेजो एउटा प्रमुख स्थान हो। अहिले हामी गुडिरहेको बाटोको नाम हो A10। अहिले हामी पुलमाथि छौँ। तपाईँ देख्न सक्नुहुन्छ यो जमिन एकदमै उब्जाउ जमिन हो र यो पुल मुनि जमिन छ। यो जमिन उब्जाउ भूमि भएको कारणले यसको वरिपरि कुनै घरहरू बस्तीहरू छैनन्। यो जमिनमा प्रशस्त मात्रामा धान उमार्ने गर्दछन् यहाँको मानिसहरूले। सडक विस्तारको निम्ति अगाडि बढाउनको निम्ति यहाँको सरकारले यहाँको जनताले चाहिँ त्यो जमिनलाई नमासिकन माथिबाट पुल बनाएको छ। विकास सँगसँगै यहाँको खेती योग्य जमिनलाई संरक्षण गरेर यो विकासलाई अगाडि बढाएको छ। हजुरहरू म्यापमा देख्न सक्नुहुन्छ हामी A10 को बाटो हिँड्दै थियौँ अनि यो तपाईँले त्यो राइट साइडमा A10 देख्नुभएको छ। A13 र A10 जाँदा यो सबै बाटो चाहिँ पुल हो यो है। अनि A10 को बाटोबाट हामी चाहिँ A1 तिर गयौँ है। त्यसपछि अनि तपाईँले हाम्रो बाटोमा देख्न सक्नुहुन्छ यो बाटोमा तागुस रिभर पनि छ है। यो खोलाको नाम तागुस रिभर हो। तपाईँले देख्न सक्नुहुन्छ कति धेरै उब्जाउ भूमिहरू छ। आजको दिनमा अलि वर्षा भइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ हरियाली एकदमै राम्रो छ। अनि यहाँको ठाउँहरू यहाँको मौसमहरू चाहिँ नेपालको जस्तै छ। अहिले हामी हिँडिरहेको बाटो चाहिँ A1 हो। The host to Lucia and the contents of the premises to Singa and Francisco and Lucy says, I don't know why the names that I think it's always केही समयको आराम पश्चात करिब 2 घण्टाको ड्राइभ पछि हामी लगभग फातिमा आइपुग्यौं र फातिमाको चर्चमा जानुभन्दा पहिला हामीलाई मूर्ति बनाउने स्थानमा लगियो। यो स्थान विभिन्न हस्तकलाद्वारा निर्मित वस्तुहरू बनाउनलाई बनाइएको एउटा सानो कारखाना हो जहाँ विभिन्न किसिमका वस्तुहरू बनाउने गर्दछन्। यो अहिले हजुरले देख्नु भएको विभिन्न वस्तुहरू सम्पूर्ण कुराहरू हस्तकलाद्वारा निर्मित वस्तुहरू हुन् र यो स्थानमा विभिन्न हस्तकलाद्वारा निर्मित वस्तुहरू सामग्रीहरू बिक्री वितरण गर्नुहुन्छ उहाँहरूले। साथसाथै ती सामग्रीहरू उहाँहरूले यही निर्माण गर्नुहुन्छ।
यो स्थानमा मूर्ति मात्र नभइकन हातद्वारा बुनेका विभिन्न किसिमका लुगाफाटादेखि लिएर टोपीहरूसम्म तपाईँले पाउन सक्नुहुनेछ। यहाँ ठुलालाईदेखि लिएर साना बच्चाहरूको निम्ति भनेर बनाइएको लुगाहरू उहाँले बेचिराख्नुहुन्छ। यो स्थानको नाम हो फेब्रिका फ्याक्ट्री, जहाँ विभिन्न किसिमका हस्तकलाद्वारा निर्मित वस्तुहरू बिक्री वितरण गर्नुको साथसाथै निर्माण कार्य पनि गर्दछन्। हस्तकलाद्वारा निर्मित सामग्रीहरूको अवलोकनपछि हामीहरू हाम्रो प्रमुख गन्तव्य स्थानतर्फ जाँदै सो हामीलाई चाहिँ बसले यहाँ ल्याएर छोड्यो, हामी जाने त्यता हो। अहिले चाहिँ हामीलाई चाहिँ हाम्रो गाइडले चाहिँ केही कुराहरू भन्दै हुनुहुन्छ। यस्तो पाराले सिन चाहिँ यस्तो छ होइन, त्यो भ्यू चाहिँ हामी सबै जाँदैछौँ अहिले। अहिले चाहिँ हामी फातिमाको प्राङ्गणमा छौँ है। देख्न सक्नुहुन्छ फातिमा एकदमै ठुलो छ। अनि त्यो अगाडि तपाईँले देख्न सक्नुहुन्छ, अगाडि चाहिँ त्यहाँ चाहिँ क्यान्डल बाल्ने ठाउँ हो। हेर्नु कति ठुलो छ स्पेस। यहाँ चाहिँ चर्चको कार्यक्रम हुँदैछ भित्र। Corações ao alto, demos graças ao Senhor nosso Deus. Ao ajudante e यहाँ sentou-se. चाहिँ चर्चको कार्यक्रम हुँदैछ। Estavam fixos em Jesus os olhos de toda a sinagoga. Começou então a dizer-lhes: cumpriu-se hoje mesmo esta passagem da Escritura que acabaram de ouvir. Palavra da salvação. आउँदा No nosso mundo, nas nossas sociedades. Porque não acabamos de acolher a bênção de Deus, a graça de Deus, que Ele já nos ofereceu definitivamente esse Filho Jesus Cristo. Estamos a amar e celebrar uma noite da bênção do amor. Queremos अरे न mas está आऊ यता यो मिन cada um ao neste ano.
अहिले चाहिँ हामी खानासाना खाएर बसमा त्यस्तै 5 मिनटको ड्राइभ पछि फेरि यहाँ भिलेज हेर्न आएछौँ होइन फातिमाको गाउँ है गाउँघरको घरहरू हेर्नलाई चाहिँ हामी यहाँ हाम्रो गाइडलाई चाहिँ फलो गर्दैछौँ है त तपाईँहरू नि भिडियोमा इन्जोय गर्नुहोस् फातिमाको ओल्ड भिलेजहरू हेर्नु है सक्नुहुन्छ घर है पुरानो पुरानो घरहरू Quaint little place in Italy like this. Oh my gosh, you're €1. Well, you wouldn't get the land for €1. Wouldn't get anything except the dream. घर पुरानो घर अनि And then we can see these two. Até aqui, foi tirado em 1937, eles estavam aqui. Mesmo. E vão dizer, eles eram Look at the fascistas. doorway. This is the place when they were standing. And they took the flag. Aqui estavam eles. Foram cidade. हेर्नुहोस् एउटा सिम्पल फ्यामिली है उमा फ्यामिली एज सिम्पेस भनेर सिम्पल फ्यामिली पहिला परिवार एउटा साधारण परिवार चाहिँ पोर्चुगलमा बस्ने बेला चाहिँ यस्तो है अनि देख्न सक्नुहुन्छ यस्तो घर त हाम्रो नेपालमा पनि पाइन्छ जति पनि पुरानो पुरानो घरहरू तर हाम्रो देशमा चाहिँ जगेर्ना गर्दैन यहाँ चाहिँ जगेर्ना गरेर यसरी टुरिस्ट प्लेस बनाएको छ है हेर्नुहोस् है त यो ढोका हेर्नुहोस् कति सानो छ तपाईँ त देख्न सक्नुहुन्छ त्यहाँ लेखेको छ है वाल वेयर वाज टेकन द फोटो अफ द सेपर्ड्स है यो चाहिँ भेडा गोठालो रहेछ अनि उहाँ 3 जना अनि यही ढुङ्गामा चाहिँ उहाँले फोटो खिच्नु भएको रहेछ है कति पहिला दिस इज द हाउस है ल पुरानो घर यो ठाउँको नाउँ चाहिँ अल्जुस्त्रेल हो होइन अल्जुस्त्रेल चाहिँ फातिमाको एउटा सानो गाउँ हो अनि जुन यो गाउँमा छ यो घर जुन छ यो चाहिँ 1917 मा बनेको घर हो 1917 भनेपछि त हाम्रो कति पहिला है तपाईँहरूले विचार गर्न सक्नुहुन्छ 1917 मा बने घर यस्तो बन्ने बेला पनि यो चाहिँ एकदमै राम्रो छ र उहाँले चाहिँ यो घरलाई चाहिँ जगेर्ना गरेर राख्नुभएको छ है एउटा हिस्टोरिकल प्लेस बनाएर अनि जसको यस्तो घर हुन्छ त्यति बेला चाहिँ उनीहरू चाहिँ जस हुने खानेमा गरिन्थ्यो अरे है त्यति बेला है हाम्रो गाइडले भन्नुभएको तपाईँले देख्नु सक्नुहुन्छ त कोठा छ देखेको छ तपाईँले पढ्न सक्नुहुन्छ अनि यो घरमा चाहिँ यो कोठा चाहिँ केटाहरूको कोठा अरे है छोरा मान्छेहरूको कोठा जो बच्चाहरू बस्छ अनि यसमा चाहिँ बच्चाहरू बस्ने कोठाहरू चाहिँ होइन त्यसै गरी तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ आमा र बुवा बस्ने कोठा है जतिजना छोराछोरीहरू जन्मे सबै यही कोठामाबाट जन्मे होइन हेर्नुहोस् पुरानाहरू अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ सबै पुरानो भाँडाकुँडाहरू अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यदि
केही सामानहरू उनीहरूले राख्ने स्टोर कोठा जस्तो स्टोर रुम माथि बाटोले जाने हामी त्यसको जस्तै छ अनि यो चाहिँ भान्सा कोठा किचन कोठा है यहाँ प्रे गर्नु सक्नुहुन्छ अनि यो सबै वुडन काठले बनाएको यो आगो बालेर त्यति बेला बनाउने देख्न सक्नुहुन्छ त्यसको तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ पाँचजना बस्ने हुन्छ सानो रुममा चाहिँ एउटा बेड देख्न सक्नुहुन्छ छोरा मान्छेहरू छोराछोरीहरू बस्ने कोठा है छोरी मान्छेहरू चाहिँ बस्ने कोठा यो चाहिँ होइन भने चाहिँ यो चाहिँ पाहुनाहरूलाई राख्ने कोठा होला कोठा त होइन तर यो चाहिँ कस्तो भने एउटा काइन्ड अफ उनीहरूले यस्तो बारेर चाहिँ बनाएको कोठा रहेछ बाहिर जाने They didn't have a water well, and we need water. Without water, we die. So where did you get the water from? पछाडि अनि यो चाहिँ पछाडिको प्याकेट हो होइन यो चाहिँ बारी अनि तपाईँ देख्नुहुन्छ यो चाहिँ No via. घरको चिर्ने भयो भने हामी चाहिँ घरको पछाडिबाट खिचिरहेको छ अनि जब तपाईँले देख्न सक्नुहुन्छ यो छ नि यो अनि यहाँ चाहिँ पानीको एकदमै कमी थियो किनभने यो चाहिँ पाहाडमा छ तर यहाँ चाहिँ वर्षा एकदम हुने भएर त्यहाँबाट जति पानी आउँछ त्यो चाहिँ बग्दै आएर त्यो चाहिँ यहाँ चाहिँ यो ट्याङ्की रहेछ 6,000 लिटरको ट्याङ्की हो है त्यति बेला नि त तपाईँले देख्न सक्नुहुन्छ यसरी आएर पानी आएर चाहिँ यसरी आएर नि र यदि पानी धेरै भएर ओभरफ्लो भयो भने चाहिँ यहाँबाट निस्किने चाहिँ है यो चाहिँ एक्जिट पोइन्ट ओभरफ्लो पानी धेरै भयो भने है अनि तपाईँले देख्नुहुन्छ यताबाट जति पानी आउँछ सबै चाहिँ Está vendo? Para dentro. Há 3 entradas de água lá dentro. 6,000 लिटरको है त Cuidado com a cabeça aqui em cima. ल अनि यहाँबाट तपाईँले हेर्न सक्नुहुन्छ यो चाहिँ वाटर ट्याङ्की है 6,000 लिटरको वाटर ट्याङ्की हेर्नुहोस् त 1971मा बनाएको जस्तो ट्याङ्की जस पानीको लागि है अहिले त पानी छैन त्यो पनि पानीको लागि बनाएको ट्याङ्की यो घर चाहिँ होइन लुसीको घर हो अनि तपाईँ देख्नुहुन्छ यो रुख छ नि यो रुख छ यो रुख 300 वर्ष पुरानो रुख रहेछ जहाँ चाहिँ लुसी चाहिँ खेल्ने गर्थ्यो अरे है देख्न सक्नुहुन्छ म तपाईँलाई अलिकति टाढाबाट देखाउँछु जुम आउट गरेर तपाईँलाई होइन यो चाहिँ लुसीको बहिनीको घर है जो लुसी सिस्टर हाउस भन्छ हेर्नु सिस्टर लुसी हाउस होइन लुसियास हाउस होइन सिस्टर लुसियास हाउस है देख्नुहुन्छ यो चाहिँ 300 वर्ष पुरानो है लुसीको घर लुसियाको बहिनीको घरको है यो चाहिँ होइन लुसियाको चाहिँ प्यारेन्ट्सको घर है यो चाहिँ सक्नुहुन्छ सक्नुहुन्छ हुन्छ अनि त्यो लुसिया रोसको बहिनी कारोलिनाको रुम है भने ग्लोरी लुसियाको सिस्टरको रुम रहेछ यो चाहिँ यो चाहिँ स्टोरेज रुम लुसियाको भने यहाँनिर नि एउटा कोठा रहेछ है त पुरानो माटोको भाँडाहरू यो चाहिँ खास किचन रहेछ है किचन यो चाहिँ किचन हो हेर्नुहोस् लालटिन पनि छ पुरानो एकछिन तपाईँ देख्न सक्नुहुन्छ
यहाँनिर चाहिँ लुम्स रुम है ल सिलाइ कटाइ यहाँनिर यसो मेसिनहरू पनि रहेछ सो साथीभाइहरू अब हामी चाहिँ फर्किनु लाग्यो अब हाम्रो गाडी चाहिँ कन्टिन्युस 2 घन्टाको ड्राइभ हुन्छ त्यसपछि फेरि खाजा खाने ब्रेक हुन्छ अनि ल त्यसमा भेटौँ है त सबैजना थकित भएको कारणले र बिहान चाँडै उठेको कारणले भुस सर गाडी सो फाइनली आफ्टर 2 आवरको ड्राइभ पछि हामी बिहान जानेर आएर ब्रेकफास्ट गरेको थियौँ जानेर आएर हाफ एन आवरको ब्रेक लिएको थियौँ हामी त्यसको ठ्याक्क अपोजिट साइडमा आएको बिहान चाहिँ हामी वहाँ आएको थियौँ भने अहिले चाहिँ हामी यहाँ आएको छौँ होइन सो हामी चाहिँ अब 2 घन्टा ड्राइभ पछि चाहिँ हामी फेरि उता ब्याक हामी घरमा पुग्छौँ होइन तर त्योभन्दा पहिला चाहिँ हामी चाहिँ केही आधी घन्टाको ब्रेक लिएर केही खान्छौँ है हामी चाहिँ त्यहाँ थियो पहिला आएको ल हाम्रो आधी घन्टाको ब्रेक पनि सिद्धियो 7 PM राइट नाउ होइन अब चाहिँ हामी हाम्रो बाँकीको जर्नी चाहिँ फेरि कन्टिन्यू गर्छौँ हाम्रो बस त्यहाँ छ आकाश राम्रो देखेको छ जस्तो छ सो फाइनली फेरि हामीले बस चेन्ज गऱ्यौँ बादल जानेलाई अलिफाराबाट टु क्वार्तरा ल हजुर हामी चाहिँ फाइनली ब्याक टु होम भएर आयौँ होइन कति बिहान हामी त्यस्तै 15 आफ्टर 15 आवर्स चाहिँ हामी ब्याक टु होम भएर आयौँ होइन आज फतिमाको ट्राभल चाहिँ एकदम राम्रो नि भयो एउटा अविस्मरणीय पनि भयो है ठिकै छ अहिले हाम्रो चाहिँ सोल्टी पनि लाउनु भएको होइन गाडी चलाउँदैन हुन्छ सोल्टी वेल फाइनली वी आर ब्याक टु आवर होम सो तपाईँलाई आजको भिडियो कस्तो लाग्यो आई होप तपाईँलाई आजको भिडियो मनपर्छ होला यदि तपाईँलाई मेरो भिडियो मनपर्छ भने लाइक सब्सक्राइब एन्ड कमेन्ट गर्न नबिर्सनु होला टिल द नेक्स्ट भिडियो मलाई पनि बिदा दिनुहोस् नमस्ते तपाईँहरूको दिन शुभ रहोस्